हेलो गाइज, तपाईँ देख्न सक्नुहुन्छ मेरो भान्जी उहाँ चाहिँ भान्जी हुनुहुन्छ। हामी चाहिँ उकालो उक्लिँदा हामी अहिले फाइनली धारापन्नी भन्ने गाउँको छेउमा चाहिँ आइपुग्यौँ। अब लगभग हामी यहाँबाट चाहिँ 15 मिनटमा चाहिँ हामी धारापानी भन्ने गाउँमा पुग्छौँ। अनि त्यहाँ हामी आराम गर्नेछौँ। त्यहाँ चाहिँ हामी चर्चमा धारापानी भन्ने ठाउँको चर्चमा गएर हामी आराम गर्नेछौँ। हामी यतिजना छौँ, अगाडि 2 जना, पछाडि हाम्रो अङ्कल। हामी चाहिँ यो गुराँस फुल्ने है, यहाँ चाहिँ आफ्नो सिजनमा गुराँस फुल्ने सिजनमा चाहिँ धेरै गुराँस फुल्छ। तर अहिलेको सिजनमा चाहिँ बिसिजन भएको कारणले गुराँस चाहिँ फुलेको छैन। जे होस् फुल टिप्न नपाए नि हामी फुलको रुखको पातमा चाहिँ हामी हिँड्ने मौका चाहिँ पाएका छौँ। हामी एकदमै भाग्यमानी यो फुलको पातमा हिँड्न अनि टेक्न पाउने त कसले पाउँछ र। वाउ, हो गुराँसको फुलको पातमा चाहिँ हामी टेक्दै हिँड्ने मौका चाहिँ पाएका छौँ। प्रभुलाई धन्यवाद हुन्छ। तपाईँहरू बाटो हेर्नुहोस्, बाटो यस्तो खालको बाटो यताबाट छ, हामीहरू यताबाट गइदियौँ। ला झुक्कियो नि यो बाटो होइन अङ्कल, बाटो झुक्कियो। बाँकी चाहिँ भोलिको अपडेटमा। ओके बाई।